मित्र तथा आजको यस 10 एससी तयारी अतिरिक्त कक्षा सञ्चालन कार्यक्रमका सभापतिज्यू तथा भीम महादेव भुक्राचौरका अध्यक्षज्यू त्यसै गरी वडा नम्बर 9 का सदस्य प्रिय भाइ महेन्द्र रावजी त्यसै गरी यस कार्यक्रममा सहभागी हुनुहुने नौवटा कार्यालयका कार्यालय प्रमुख अर्थात् वडा सचिवज्यू त्यसै गरी यस कार्यक्रममा सहभागी हुनुहुने यस विद्यालय क्षेत्रका सम्पूर्ण अग्रगण्य तथा मान्यजनहरू त्यसै गरी यस भीम महादेव भुक्राचौरमा कार्यरत सम्पूर्ण शिक्षक साथीहरू र यस सहभागी रसी विद्यालयमा अध्ययनतर सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा स्वीकार मेरो निर्णय हुन्छ। सर्वप्रथम त आज म यस भीम महादेव भुक्राचौरका नयाँ दिवसमा चयन हुने सम्पूर्ण पदाधिकारीलाई विशेष धन्यवाद दिन चाहन्छु। यसको चाहिँ अध्यक्ष हुनुहुन्छ मेरो प्रिय साथी नरबहादुर बोहराज्यू, तपाईँको कार्यकाल सफल रहोस् भन्ने म शुभकामना दिन चाहन्छु। र दोस्रो शुभकामना जुन हामी यो ट्युसन कक्षाको लागि चाहिँ हामी जुन खालको आज उद्घाटन गर्दैछौँ त्यसको लागि सम्पूर्ण शिक्षक साथी तथा विद्यार्थी भाइ बहिनीहरूलाई तपाईँहरूको शैक्षिक स्थिति उत्तरोत्तर पद्धति कामना होस् भन्ने म शुभकामना दिन चाहन्छु। तपाईँहरूले यस कार्यक्रमबाट थप शैक्षिक हासिल गर्नुहुन्छ भन्ने पुरा विश्वास दिएको छु। आज यस विकार बस्तीमा यो जुन खालको हामीले शैक्षिक कार्यक्रम हामी सञ्चालन गर्दै आयौँ, जो पनि गरियो अहिले पनि गर्ने हामी प्रयत्नमा छौँ। यसको लागि हामी के ध्येय भयो भनेर भन्दै गर्दा हामी कहाँ जनसङ्ख्या पनि छ, हामी कहाँ संरचना पनि छन् र हामी कहाँ सेवा गरे पनि छ। तर त्यति हुँदै गर्दा पनि हामी अझै के त हामीलाई बजारै जानुपर्ने, कुम्लो कुट्लो बोकेर यहाँको नुन के अरे यहाँको चाहिँ के अरे आलु सिमी बोकेर बजारको मै जानुपर्ने, बजार कोठा हेरै पो जानुपर्ने भन्नुपर्ने त्यो अवस्थालाई चाहिँ अन्त्य हुनुपर्छ भन्ने उद्देश्यले हामी चाहिँ हिजोबाट नै यो कक्षा सञ्चालन त्यो ट्युसन कक्षा सञ्चालन चाहिँ कार्यक्रम हिजोबाट नै हामी दिएको कुरा हो। गत वर्ष गोडाउन 6 मा चाहिँ यो कुरा चाहिँ लागू हुन सकेन, हामीसँग आर्थिक अलिकति अभाव भएको कारणले गर्न सकेन। किन भन्दा गर्दा हामीले अहिले पनि गोडाउन 6 मा 2टा शिक्षक हालेका छौँ। गोडामा 2वटा शिक्षकको व्यवस्था गरेको कारणले हामीले अलिकति हामी शैक्षिक क्षेत्रमा प्रोजेक्ट ल्याउनुपर्ने त्यति नलाउन सकेको कारण हामी गत वर्ष सफल गर्न सकेन। यो साल हामी अब गर्दैछौँ, अवश्य हामी गर्ने भनेर हाम्रो ठाउँमा चाहिँ एक खालको सूचना हुन्छ। हामी हाम्रो लगानी हामी जनप्रतिनिधि भएदेखि हाम्रो के त भन्दै गर्दा हामी तपाईँहरूको न त तपाईँहरू त्यहाँ त्यो राज्यले दिएको निगरानी गर, यो समाजलाई सही बाटोमा डोर्याऊ, सही बाटोमा लैजाऊ, समाजलाई के अरे सकारात्मक दृष्टिकोणमा अगाडि बढाउँ भन्ने खालको जुन खालको उद्देश्यले तपाईँहरूले हामीले जनप्रति सुनाउनु भयो। र हामी जुन खालको बजेट गर्छौँ नि त त्यो बजेट होइन, मेरो स्वयं व्यक्तिगत जङ्गल रकम बजेट होइन, मात्र हातको बजेट होइन, राज्यको बजेट हो। राज्यको बजेटले कसरी सदुपयोग गर्न सकिन्छ र यस क्षेत्रका नागरिकको जनजीवन र यस क्षेत्रका मान्छेहरूको शैक्षिक स्थिति कसरी माथि उठाउन सकिन्छ भन्ने खालको उद्देश्यले यस क्षेत्रमा हामी निर्वाचित भएदेखि नै लाग्छ मूलत धेरै अहिले शैक्षिक क्षेत्रमा हामी धेरै कुरामा धेरै उपकरण लगाउने गरेर जस्तो लाग्छ। अब तपाईँहरूको शैक्षिक अतिरिक्त क्रियाकलापहरू हुन्छन्, यो कक्षा सञ्चालन गर्ने कुराहरू हुन्छन्, हामी धेरै कुरामा चाहिँ लगाउने जस्तो लाग्छ। र त्यो कुरामा एक प्रकारको तपाईँको विद्यार्थी भाइ बहिनीहरूको शैक्षिक स्थिति र तपाईँको जीवन स्थिति सुधार होस् भन्ने हिसाबले हामी चाहिँ यो खालको चाहिँ कार्यक्रम लिएको छ। यसको लागि चाहिँ अहिले चाहिँ सकारात्मक सल्लाह दिने हाम्रो अघि नै भन्नुभयो, हाम्रो सदस्य हाम्रो एउटा सचिव भन्नुभयो आदरणीय दाइ पनि हुनुहुन्छ, उहाँले शैक्षिक क्षेत्रमा काम ठाउँमा कोर्डिनेट गरिरहेको कारणले उहाँले चाहिँ यो खालको चाहिँ उहाँले सुझाव सल्लाह दिनुभयो। यस सल्लाह अनुरूप हामी चाहिँ यो खालको चाहिँ कार्यक्रम लिएको हो होइन। त्यो प्रकार चाहिँ तपाईँहरू चाहिँ यो खालको चाहिँ तपाईँ भरपुर रूपमा सदुपयोग गर्नुहुन्छ भन्ने पुरा विश्वास लिएको छु। यहाँ अघि नै भन्नुभयो
अहिले हाम्रो विवादका कुरा आए त्यो रहन्छ हाम्रो विवाद भयो भने हामी त्यो कुरा केही आपत्ति आत्तिनु पर्दैन घरको कुरा हो तपाईँ हामी नै मिलाउने हो तपाईँ हामी बसेर त्यो कुरामा समाधान भइन्छ त्यसो केही त्यसमा हामी चाहिँ यहाँका शिक्षक साथीहरू यहाँका विद्यालय साथीहरू विद्यालयमा समिति र हाम्रो सम्पूर्ण समुदायले कुरामा अब ठुलै उनीहरू चिन्ता केही केही पो हुने भने नसकिनु ल मूलत तपाईँहरू शिक्षक साथीहरूले र हाम्रो अभिभावकहरूले र विद्यार्थीहरूले हाम्रो कसरी यो ट्युसनलाई चाहिँ कसरी शिक्षा मन्त्री कसरी पढाउन सकिन्छ भन्ने कुरो चाहिँ ध्यान दिनुमा यो ट्युसनलाई चाहिँ केही कतैबाट बाधा अर्थमा आउला त्यो ठाउँ केही भेरि अप्रो होला भन्ने खालको कुरोमा चिन्ता नगरौँ यसको लागि चाहिँ हामी समग्र हामी दुईवटालाई अथवा मैले पनि त्यसको लागि चाहिँ धारेर भयो त्यसको लागि चाहिँ हामी यो समस्याले कसरी गर्न सकिन्छ यो हाम्रो साझा समस्या हो यो हाम्रो व्यक्तिगत समस्या हो बाहिर समस्या त्यसको हामी समाउन पर्छौँ त्यस्तो चिन्ता नगरिदिनु अर्को यो भनेको हाम्रो यो भेग क्षेत्र वडा भनेको हाम्रो साझा घर हो यो विद्यालय भनेको हाम्रो साझा सम्पत्ति हो यो कोही कसैको व्यक्तिगत सम्पत्ति होइन तपाईँहरू सम्पूर्ण बालबालिका भनेको हामी जनप्रति हामी त्यो खालको के जनप्रतिनिधिको हैसियतले तपाईँहरू हाम्रो बालबालिका हो तपाईँहरूको शिक्षा स्वास्थ्यमा यहाँको नागरिक शिक्षा स्वास्थ्यमा र तपाईँहरूको बालबालिकाको शिक्षामा हाम्रो कुन दायित्व छ कस्तो खालको शिक्षा दिने तपाईँ कसरी हाम्रो शिक्षामा लगानी गर्ने भन्ने कुरा हाम्रो तपाईँहरू नै हामी तपाईँले सफल बाटोमा हिँडेर हाम्रो लागि चाहिँ त्यो नै हाम्रो उत्तम उपाय हो हाम्रो उत्तम नै हाम्रो चाहिँ हाम्रो लगानी हो त्यसो कारण तपाईँहरूले हाम्रोसँग यो शिक्षा लिइदिनुहुनेछ र हामीले आवश्यक विद्यालय आवश्यक कक्षा सञ्चालन हुन्छ त्यसको लागि चाहिँ हामी अब के हाम्रो चाहिँ आदरणीय हेडसरसँग बसेर हामी दुई सदस्यहरू र हामी समाज अरू बसेर केही गरौँला त्यसको लागि चाहिँ हाम्रो पनि यो ठाउँबाट भरपूर सहयोग हुन्छ र अहिले अरू साथीहरू आउनुभएको रहेछ हाम्रो सदस्यहरू अथवा खबर भएकै आउनुभयो केही कारण आउनुभयो सक्नु भएन त्यो कति कारणले त्यसको म आफू स्वयं उपस्थित थिएँ र अघि एउटा हाम्रो बाटोहरू ठुलो भारी विषयहरू आउनुभयो साँच्चीकै भारी नै हो तर त्यो चाहिँ हामी जनप्रतिनिधि भइसक्यो त्यस्तो भारी हुनु हुँदैन त्यसलाई हामी आफै यसको लागि तपाईँहरू फिल्ड दिनुपर्छ फिल्डको त उपयोग गर्नुपर्ने तपाईँले अब फिल्डको लागि यस्तो कार्यक्रमलाई तपाईँले फिल्ड दिनुभयो यहाँ तपाईँलाई एकदम धन्यवाद छ यस्तो कार्यक्रममा सम्पर्क हामी त आइरहन्छौँ र अहिले पनि छौँ होइन त्यसको मूल त तपाईँहरूको यहाँको क्षेत्रको विकास यसको उन्नति प्रगति नै हाम्रो प्रगति हो कि होइन तपाईँहरूको प्रगति नै हाम्रो प्रगति होइन त तपाईँहरूको प्रगति भएपछि हाम्रो प्रगति हो तपाईँहरूले हाम्रो बाटो हिँड्न पाउनुभयो भने हाम्रो हामी हिँडेको तपाईँ राम्रो शिक्षा पाउनुभयो भने हामी त्यो राम्रो शिक्षा पाएको तपाईँ राम्रो स्वास्थ्य पाउनु भने हाम्रो स्वास्थ्य हो त्यो त्यसो कारण चाहिँ यहाँको नागरिक जनजीवनमा चाहिँ एकदम उत्तरदायित्वले चाहिँ वडा सफा हुनुपर्छ हामी रहनेछौँ जस्तो लाग्छ त्यसो भएर सम्पूर्ण विद्यार्थीहरू त्यो मूलत राम्रोसँग एकदम इमान्दारीको साथ जुम्ला गएर बजारमा गएर क्याफे हुने कोही के अरे जनाउने कुहिना खानादेखि किछु लाग्नुभन्दा आफ्नो घर बस्दै बस्यो घरमै बसेर कुराले होइन आवश्यक चाहिँ सञ्चालन हुँदैछ त्यसबाट मजाले उपयोग गर्नु होला पछि आउने यसमा तपाईँहरूको राम्रो खाना नम्बर लिएर भोलि राम्रो उच्च शिक्षा हासिल गर्नु होला भन्ने शुभकामना दिँदै अब यसको यस विद्यालय यसको कक्षाको लागि हामी टाइम आउने हाम्रो सजिलो हुने हो हाम्रो माथि बिरामी रहन्छौँ बिरामी आउँला हामी आउँला केही समस्या भयो भने त्यसलाई हामीले गर्नु होला कुरा त यो समुदायले एकदम पोजिटिभ छ शिक्षाप्रति अघि नै भनिहाल्यो शिक्षामा विद्यालय राजनीतिक सुरु हुँदैन राजनीतिक हामी सबै प्रत्येक मैले राजनीतिबाट गरेर आएको मान्छे हो र मलाई यस्तो सार्वजनिक स्थलमा सार्वजनिक कुरामा कहिले राजनीति गर्न आउँदैन त्यो गर्नु नै हुँदैन राजनीतिक हाम्रो ठाउँमा छ राजनीतिकले नै हामी यो ठाउँ आए तापनि राजनीतिक जहाँ पाए त्यही राजनीतिक घोषणा हुँदैन राजनीतिक ठाउँमै छ राजनीति गर्ने ठाउँ राजनीति गर्ने हो त्यो सेवा गर्ने ठाउँ सेवा गर्ने हो होइन त्यो कारण चाहिँ विद्यालय दिनु होला भनेर तपाईँहरूको थप शैक्षिक प्रगतिको कामना गर्दै म बिदा हुन चाहन्छु र यस ट्युसन भर्न सलो